गाइज वेलकम टु माई अनदर भ्लग। सो स्वागत छ हजुरलाई मेरो एक नयाँ भिडियोमा। सो आज चाहिँ कति नोभेम्बर 3 हो अनि अहिले चाहिँ म कलेज गइरहेको छु। सो यहाँ हेर्न सक्नुहुन्छ, फर्स्ट अफ अल त यो बिल्लोलाई हेर्न सक्नुहुन्छ। यस्तो हेर्छ यो मान्छे, खाना बनाएको बेला यस्तो आउँछ नि यो घरमा, यस्तरी आउने होइन, यस्तरी त्यहाँ यहीँ सुतिराख्ने हो, नत्र खतरा आउँछ के। अनि अहिले म कलेज गइरहेको छु। सो हजुरहरूलाई म कलेज गएर भेट्छु अनि आज के कस्तो छ। आज धेरै काम गर्नुपर्ने छ कलेजमा। सो म हजुरहरूलाई देखाउँला त के छ कस्तो छ। ल कलेज गएर हेलो 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 गाइज, आम एट माई कलेज होइन, लाइक कहिले भर्खरै पुग्यो हो। अनि यहाँ हेर्न सक्नुहुन्छ माथिदेखिको भ्यू अब यस्तै छ। अब कसरी देखाउने, ड्रोन भएको भए त्यस्तो राम्ररी देखाउन मिल्थ्यो, नत्र यस्तै छ। अब एउटा क्लास हुनेवाला छ अहिले। अब त्यसपछि हाम्रो उता सेकेन्ड सेमको इक्जाम पनि छ क्या यहाँ। सो हाम्रो क्लास नहुन पनि सक्छ, हाम्रो क्लास लाइक त्यही भएर धेरै कम हुँदैछ क्या अचेल त। लाइक दिनमा एक क्लास हुन्छ कहिले। अस्ति आएको बेला एक क्लास भएको थियो, म हिजो आएन नि त। हिजो खै कति क्लास भयो थाहा छैन। अनि आज पनि अझ इक्जाम छ जुनियरहरूको, खै कति हुन्छ थाहा छैन। अब म हल्का यहाँनिर 10-15 मिनट बस्छु, फेरि क्लासमा जान्छु। अनि यहाँ हेर्न सक्नुहुन्छ गाइस, हरियाली 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 छ। ओके, अनि यो भन्दा नि हाम्रो मेन सेन्ट्रल क्याम्पसको भ्यू त यहाँबाट देखिन्छ। यताबाट भन्दा नि उताबाट अर्को ठाउँबाट देखिन्थ्यो, ठिकै छ, यहाँबाट पनि देखिहालिन्छ। यो हाम्रो अगाडिको योवाला 2x यो जो देखिँदैछ नि बिल्डिङ अगाडिको, यो हाम्रो सेन्ट्रल लाइब्रेरी। अनि उताको चाहिँ बिबिएसको बिल्डिङहरू हो। अनि यो सेन्ट्रल लाइब्रेरी छ नि यो ठुल्ठुलो, अनि यसको उतापट्टि त्यो लेन्थ बढी भएको, लेन्थ भन्छ नि, यो ब्रेथ भन्छन् खै, त्यो जे हो नि त्यो उताको त्योवाला अर्को, त्यो हाम्रो एजुकेसन फ्याकल्टी हो। अनि यसको ठिक्क यतापट्टि चाहिँ, यसको यतापट्टि अहिले ढाकेको छ, अथवा यतापट्टि चाहिँ के भन्छ नि उसको थियो सिएसआइटीको थियो। अनि साइन्स जनरल साइन्स पनि यतै छ। हाम्रो के हो, हाम्रो चाहिँ बिदा भयो सायद। हाम्रो क्लास तल हुनेवाला छ। अब म जान्छु, हजुरलाई देखाउन म के कस्तो छ भनेर। ल स्टेडी हुन्छ। हेलो गाइस, 1:30 भइसक्यो। 1 बजीदेखि 1:30सम्म हाफ टाइम थियो। अनि हाफ टाइममा म त्यहाँनिर कहाँनिर भनौँ यहाँनिर बसेर हल्का त्यो फोन चलाइरहेको थिएँ, एउटा बुक पढ्दै आएको थिएँ क्या। अब ठिक छ, अब 1:30 भइसक्यो। अब जान्छु क्लासमा। सर आउनु भयो होला सायद अहिले। हाम्रो जुनियरहरूको क्लासेसहरू थियो, क्लासेस भन्दा चाहिँ इक्जाम थियो नि त। सो त्यहाँ तल चाहिँ भइरहेको थियो। माथि चाहिँ हाम्रो क्लासेसहरूबाट ठिक्क तल आयो कि माथि बिल्डिङमा छ नि त, त्यसरी। ल पछि देखाउँछु है। यस्तो छ यहाँ डिसी मोटर बढाइरहेको छ सर, युट्युबबाट लगाएर त्यही पनि। यो गाइस क्लास सकियो। अब जान्छु म घर होइन सरी, अब जाने हो, कहाँ जाने हो थाहा छैन मलाई। हेरौँ, यस्तो क्रिकेट खेल्ने भनेर थियो केटाहरू, हेरौँ के हुन्छ कस्तो हुन्छ। यो गाइस अहिले अब हामीहरू जान लाग्छ क्रिकेट खेल्न त्यो अगाडिको फिल्डमा। त्यहाँ हेर्न सक्नुहुन्छ, त्यहाँ छन् मान्छेहरू। अनि भतिज यहाँ छ। अब जाँदैछौँ हामीहरू यस्तो क्रिकेट खेल्न जाउँ।
अहिले प्लानमा उ भइगयो नि त खतम पानी छोडियो त्यो छोड्दिएर त्यसबाट मैले अपलाइटमा A+ आयो मेरो 3.6 A+ आउन नदिए के ब्याग लगाइले केही अनि त्यो के भन्छ नि अब 1-1.5 घन्टा जति खेलौँ बढी त होइन त्यसपछि चाहिँ भइहाल्यो त्यसपछि जानुपर्छ सिधै घर 1-1 घन्टा खेलौँ त्यसपछि घर गएर पनि काम छ नि त ठिकै छ ल हेलो हेलो अब के क्रिकेट खेलेर अब ठिक्क घर जान छ हामीहरू पछाडि छन् केटाहरू हल्का कोही योसँगमा जाँदैछु यो हाम्रो मकसद यहाँ ब्लर पनि के गर्ने होइन बफ्नै हाल्ने होइन बाल छैन मलाई ठिकै छ हामीहरू जान छ अहिले घर होइन आई मिन घर होइन सरी घर भन्दैछु अहिले बजार जान्छौँ हल्का नास्ता खान्छौँ भोक लागेको मलाई त बिहान पनि हल्का थोरै खाएर आयो नि त घरबाट अब जाँदैछौँ 2 जना पछाडि छन् हामी 2 यहाँ भयो अनि 4-5 जना बाहिर छन् यस्तो बजारतिर जाउँ हल्का नास्ता खाएर फेरि घर जान्छौँ ल उज्जवलको बिल्ला भयो यो गाइस यो अहिले चाहिँ हामीहरू कहाँ जान लाग्छौँ बनगाउँ चौराही जान लाग्छौँ सुकासालतिर यो अहिले हामीहरू कहाँ पुग्यो बनगाउँ चौराही पुग्यो भनौँ अब त्यो अगाडि अब पुल छ अनि हेर्नुहोस् अब पछाडि ब्याक क्यामेरा गर्न लागि यो मान्छे ब्लग बनाउँदैन क्या सो साई मान्छे हो यो अब हामीहरू घर आइसकेको छौँ अनि अहिले ठिक्क पसलमा हामीले त्यो के भन्छ नि अहिले के थियो त्यो त्यो मसला थियो क्या एउटा त्यो मिट मसला ल्याउन बिर्सेँ ठिक्क मिट मसलै मात्र बिर्सेँ के हुन्छ नि मिट मसला बिर्सेँ अहिले गइरहेको छौँ यहाँनिरबाट मिट मसला लिएर आउँछौँ अनि ठिक छ सर्ट आउट टु चिन्टु पसल चिन्टु ढाबा होइन यहाँनिर गयो अङ्कलको पसल छ क्या त्यहीँनिर जाँदैछौँ हामीहरू ठिक्क अहिले मिट मसला लिएर आउँछौँ अनि हेर्नु सक्नुहुन्छ पुरै रात परिसकेको छ अघि ठिक्क त्यो साथीको घरबाट आएर चाहिँ त्यहाँनिरबाट मैले मासु लिएर आएको थिएँ म ठिक्क त्यहाँनिर भ्लग बनाउनु बिर्सेँ कि लाइक रेकर्ड गर्न बिर्सेँ देखाउँछौ कि टु गुनाज इन सेम फेम अहिले म टुकुनाज टु गुनाज हाम्रो घरमा हामीले 2 गुना पालेका छौँ नयाँ त्यो देखाउँछौँ कि तपाईँहरूलाई यस्तो मजाको गुनाहरू छ बोल्छ कि ल ठिक छ हेर्न मजा आउँछ कि मलाई अहिले देखाउँछु कि कस्तो हुन्छ लुकेर भिडियो बनाउने हो कि तिनीहरूको फेरि मजा आउँछ कि कस्तो ल ठिक छ पछि देखाउँछु के छ कस्तो छ अनि आज पनि मासु बनाउँछु म ठिक्क त्यो कस्तो छ लास्ट लुक देखाउन म हजुरलाई अरे तबाही हो ल ठिक छ ल हेलो वाट्सएप सरी वाट्सएप होइन म खाना बनाउँदैछु अहिले यस्तो भाँडामा भनौँ भन्दाखेरि पनि यस्तो अहिले तेल हाल्छ कि अब यस्तो मासु राख्छु सो ठिक छ यस्तो खानासाना बनाउँछु अनि त्यसपछि खान्छु लास्ट लुक देखाउँला अब यो कसरी बनाउँछु भन्ने देखाउनलाई पनि अहिले यस्तो छैन क्या सुविधा छैन भनौँ लाइक त्यस्तै छ ठिक छ लास्टमा देखाउँछु है म फाइनल लुक कस्तो हुन्छ भनेर ल जब हामीहरूले के भन्छन् खाना खाइसक्यौँ मुख नदेखाउँ खालि होइन फेस रिभिल नगरौँ मैले त खाइसकेँ भनौँ होइन यी खाना जन्मेका खाऊ खाना जन्मेका खाऊ यी ब्रान्डेड थालमा खाने मान्छेको मुख नदेखाउँ होइन कलेज छ 1 बजे ल गाइस टक्क लगाएर यो गाइस अब खाना पनि खाइसकेँ मैले ठिक्क अब सुत्छु खाना खाइसक्यो अब कति बढी टाइम नै भइसक्यो कि लाइक 10 साढे 10 पनि भइसक्यो सायद सो अब सुत्छु म अब बिहान पनि उठ्नु छ हल्का
काम गरेर सुत्छु होला, अब आई डोन्ट नो के हुन्छ कस्तो हुन्छ। सो ठिक छ, आजको भ्लगलाई चाहिँ यहीँ एन्ड गरौँ। अब भोलि भेट्छु म। ल गुड नाइट, टेक केयर, अनि लाइक सब्सक्राइब र सेयर गर्नु नभुलिदिनु होला। ल बाई बाई।